एभ्रिवान, नमस्ते सेवार हो। फेरि पनि स्वागत छ हजुरहरू मेरो युट्युब च्यानलमा। न्यू डे न्यू ब्लगको साथ हजुरहरू सामु आइसकेको छु म फेरि पनि होइन। अहिले चाहिँ एकदम रात परिसकेको छ। अहिले कति बज्यो 6-7 कति बजिसक्यो होइन। अनि अहिले चाहिँ मैले भर्खर स्टार्ट गरिरहेको छु होइन। अनि आज चाहिँ हाम्रो घरमा धेरै पाहुनाहरू आउनुभएको छ। को आउनुभएको छ, हामी के गर्दैछौँ हजुरहरू सबै देखाउँछु ल म चाहिँ। यहाँ चाहिँ फर्स्ट अफ अल हाम्रो मेरो जेठाजुको छोरी, कता पो तिम्रो घर? दुधे माइदर हो नि? के पो भन्छ? माइदर हो। के हो तिम्रो नाम भन्दै त? मेरिया के थरी? मेरिया राई हो। ऊ चाहिँ आएको छ होइन। ए आएको छिन्। यता तिम्रो नाम चाहिँ के हो भन न? हो साम्या। यता चाहिँ तीनजना चाहिँ मोबाइल हेरिरहेछ है होइन, टक्कसँगले। यहाँनिर चाहिँ त्यो 6वटा अम्ला हो उसको। के भएको भन्दा चाहिँ 6वटा छ नि त उसको अम्ला चाहिँ। साथीहरू हजुरहरूलाई चाहिँ म कोही चाहिँ बाहिर हुनुहुन्छ, कुखुरा पुर्नु हुँदैछ, कोही चाहिँ पिङमा खेल्नु हुँदैछ, कोही चाहिँ यतानिर घर। यहाँ चाहिँ बोरा च्यात्तेको च्यात्तै छ होइन गाइजहरू। बोरा च्यातिँदैछ है यहाँ चाहिँ पुरै। घरि आँखा रेसम झिङ्गो अरे। यता चाहिँ हाम्रो भानिज छ। खोइ हेलो भाइ यसो उसो केही छैन त हौ। ल म चाहिँ यहाँ रहेछु है। अब बाहिर को हुनुहुन्छ हजुरहरूलाई देखाउँछु ल म। को पो मैले छानीलाई। यहाँ चाहिँ मेरो भदैनी रुँदैछिन् है। यहाँ भदैनी चाहिँ अब कस्तो किलकिली देखियो हौ रुँदाखेरि। यहाँ चाहिँ भान्जी छ। यता चाहिँ मेरो बुहारी नानी। हेलो भन न। हेलो हाई। ए यता चाहिँ हाम्रो सोल्टिनी हुनुहुन्छ है गाइजहरू। हेलो सोल्ट नदेखाउनु लाज लाग्छ। अनि अब यता आफूलाई पनि देखाउनु पर्यो, यता पनि देखाउनु पर्यो नि त। यता मेरो बुढा चाहिँ यहाँ धमाधम कुखुरा बनाउनु हुँदैछ है गाइजहरू। अब एकछिन देखाउनु पर्यो यहाँ चाहिँ। ए हुन्छ पुगिहाल्छ नि। त्यही अलिअलि फेरि भातक भुतुक पार्नु निकाल्नु न। किन झगडा गरेको देऊ न। को फाउदे हो? ए ए ए मैले त्यसलाई थर्काउनु आँटेको थिएँ फेरि। भर्खर कार्यक्रम सुरु हुँदैछ त। अनि अब अहिले भर्खर अघि दिन स्टार्ट चाहिँ गर्नु पर्यो भनेको कि दिउँसै बिहानबाटै, तर फेरि बेलुकाबाट नै गर्नु पर्यो भनेर चाहिँ साथीहरू। फेरि यता फेरि जोडी ढुकुर भइरहेछन्। यहाँनिर फेरि फुई 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 परेर पो हिँड्छ नि त बेरिया र मेरिया। मुना दिदी चाहिँ नाम राख्नु जानिहाल्नु त जहाँ पनि। बेरिया छोराभित्र बोरा उयो च्यातेको जस्तो गएको गाई छ। साथीहरू अघि मैले चिया चाहिँ बसाइरहेको थिएँ कि यहाँ फेरि तताउँदैछु है। यहाँ चाहिँ भात एक भाँडा पाकिसकेको छ यहाँ। अब हल्का चिया खानु पर्यो, अघि खानु पर्यो भनेको। अब स्टार्ट गर्नु पर्यो ल साथीहरू। म चाहिँ भर्खर चिया खाँदैछु यहाँ। आउँदा भान्जी लगिदेऊ त आमालाई। फोन गरेको कराउँदा सबले पो मजाले बनाउनु हुँदो रहेछ त। पुग्छ हामीलाई पुग्न त? झन् 2 किलो रहेछ छेउमा त। खुट्टा निकाल्नु भयो खुट्टाको? भयो त। अनि अलिअलि भुत्ला खाँदा केही हुँदैन, यसको त मिठो हुन्छ। ए बोला हाँस त आयुष, खतरा हाँस्छ यार भान्जा।
खोइ त अघि त उफ्रिँदै त बुरुका बुरुका अहिले छैन उता बनाएको चाहिँ देखाउनु न ए उता चाहिँ देखाउनु न खल्लो भयो उसको चाहिँ नाति नातिनी हो आने वाले फिर से तो भन्नु तपाईँलाई चाहिँ तैले भनेको त तैले भन्ने के तैले यसमै रस लाउनु होइन तैले भनेको हजुर छोरी आमा हुनु पर्यो माडो मलाई चाहिँ अलिकति के भएको ए ब्रेडको आमा दाल पकाउनु त नि हजुर 2 केजी छ घरमै त्यही त नि त्यहाँ माग्नु नि त माथिल्लो घरमा एउटा मुना दिदी माग्नु नि त एउटा माथिल्लो घरमा जेठी बुहारीलाई होइन अस्ति ल्याएको थिएँ नखाने भनेर फेरि पुरै लिएर आउनु तपाईँलाई धेरै दिन्छु मलाई चाहिएर तपाईँलाई नि सानो भयो भन्नु तिमी हो आज काट्ने आन्द्रा धुने चाहिँ को हो आन्द्रा धुने चाहिँ अब रितिका रितिका ए यसो गरौँ नि त आज नदिकन खाउँ न त उहाँ तल खेर त नदिकन हाल्नुपर्छ तितेमा झन् मिठो हुन्छ आरोस् उहाँ छ त ऊ नानी त अर्को म अचार पनि कति खुल्नु नि राम्रो खुकुरी अचारको अचार रहेछ कस्तो कति बद्दो रहेछ यो ट्याब्रो पनि दिक्क लागेर आउँछ घरिघरि त मलाई त आएको दिनु सोल्टिने दिनु को थापाडन हेलो उता हात खुट्टा धुनु हुँदैछ भाइ भाइ कि दाइ पर्नुहुन्छ कि दिदी हजुर फोन नपाएर है फोन नपाएर यस्तो त आफै हेर्नु पर्यो क्या अब भरे नानी त हेर सबैजना देखाइदिनु भयो मुना दिदी हेर्नु यहाँ भान्जी लु गर्नु दिदी उयो मासु काटेर देखाउ न तिमीलाई चाहिँ देखाउँछु म खै म त कतिचोटि आजको भलको यता सोल्टीलाई देखाइदिनु पर्यो होइन नि त नि सोल्टीलाई देखाइदिनु पर्यो कता तेर्से हो त म त त्यसै नाम देखिहाल्छु तपाईँ ए आइपुग्यो सोल्टीलाई देखाइदिनु यता हेर टेडी निसन सोल्टीलाई तपाईँको छोरा देखाइदिनु अरे चिम्री आँखा साखा अनि लभ डाँडा घुम्नु जाने भनेको पनि त्यतिकै लभ डाँडा लभ डाँडा टोको यहाँ कति कुखुरा काटेको देखाउनु नि अनि देखाउँदिन है जा त यहाँ दुई भन्दिनँ है म त आफै भन्नु आलु अरे के दिदी दिइहाल्छु नि हौ म कति साह्रो लु है लु बोल्नु है मुना दिदी दिदी तपाईँको हात त चार्ज ब्याट्री लो भएर होला चार्ज लगाइदिन्छ मेरो बाउ तपाईँको के हो यहाँ गएर नमस्ते गर्नु मेरो बाउ नमस्ते भने
यो चाहिँ मासु काट्न धमाधम छ है गाइजहरू सानले एकदम सानो चाहिँ मासु काट्नुमा एकदम जाँगर चलाउँछ है ए मासु काट्नु भन्नुपर्छ त ए भेना त झन् भेना नि हौ यता दुईजना फेरि फाल्टै संसारमा छ यहीँ ए त मुलाको काम छैन ऊ चाहिँ घोप्टेर घोप्टै ऊ चाहिँ ठाडो परेर हेरेर छ के भन्छ खोइ आएपछि फोन गर्नु लाउनु ए पुग्छ मासुले हामीलाई पुग्छ अझै आधी काट्न बाँकी नै छ ए मिठो हुँदैन हामी चाहिँ यहाँ छौँ बुढाबुढी गाइजहरू अन्त भेना पनि यसो दुई चार शब्द के हानु न हौ छिटो न हौ छिटो न आज हारे त नि आज हुन्छ देखिरहेछ हामीलाई देख्न चाहिँ ए यो भन्दा लामो त अब सेल्फी स्ट्यान्ड ल्याउनु पर्छ यी गर फर्स्ट यी गर यो त्यो वाचिता राम्रो क्यामेरा क्वालिटीको कुरा पनि राम्रो है दिदी बुहारी भन्नु न गाह्रो हल्का हल्की जस्तो कति थोरै देखिन्छ नि भिडियोमा चाहिँ फेरि रियलमा भन्दा नि भ्याउँदैन कुद्दो रहेछ धेरै यहीँबाट चाहिँ अगाडि आउँदैन भिडियो उयो छ न पिङमा भएको यहाँ अचाएर बसेर खाऊँ न है होइन हाम्रो चाहिँ एक कन्ती रस भएछ है गाइजहरू चुले मछाले खाएछ हाई गरिदेऊ ल है साथीहरू हामी चाहिँ यता छौँ है सबैजना कुदाउँदो रहेछ नि त मेरियाले पनि साइकल आउनु मेरिया कि बेरिया मुनादीले नामै बिगार्दै सक्नुभयो त्यही त बसौँ जाउँ न सबैजना गर ती चाहिँ खोइ अब आफै आउँदैन होला हिँडेर त्यतिमा त अटिँदैन भान्जी अब मलाई हेल्प गर ल भान्जी ठुलो हुन पनि साह्रै काम नबस्ने माइजूलाई सुहाउँछु माइजू भने भन्छे साथीहरू मैले चाहिँ नानी पनि सुताइसकेँ होइन अघि दिउँसो पनि सुतेको थिएन नि त अनि अब चाहिँ मजाले आनन्दले खानु पर्यो दिमाग खरा पार्छ या नानीले पनि होइन त भान्जी कि कसो ल अब चाहिँ म चाहिँ यताउता बाँड्ने सर्ने काम गर्छु हल्कासँगले अब सबैजना बसेर खानु पर्ने हुन्छ ल हामी चाहिँ धमाधम खान थाल्यौँ अब बुहारीले उडाउडै छ मेरो सोझी बुहारी म चाहिँ आमाजु दिदी होइन हजुर मेरो आमाजु यता उसको आमाजु यता मेरो बुढा उता के गर्नुभएको तपाईँले चाहिँ त्यो अर्को पनि छ त करण दाइ जतिकै गर्नु थाल्नु भयो क्या हो एउटा स्ट्रिममा कति पानी हाल्नु अरे एक बोतल म त हाप्दैन खानु कोही काट यता छन् उसले अर्कै जम्मा लागेछ त फेरि हाल्नु पस्न गाह्रो पऱ्यो नगर्दैन अब हेर
नपात्नु है बाङ्गो बाङ्गो पर्दैछ त हामीलाई भन्दै हुनुहुन्थ्यो यता जान्छ भने यसो गरेको उल्टाएको झन् के खतराको कोक खान पनि घाँटी दुखिरहेछ पुरै अगाडि देखेपछि खान मन लागिहाल्छ खाइँदैछ भन्नु फट्टी यता यताको आमाजु यता यता कि आमाजु म कता हो म मेरो मल वरिपरि घुमाएर होइन यतिङबाटै चलाइदिनुहुन्छ होला हो दिदी भन्नु न दिदी फट्टी के दिनुको नाम सबैको नाम त्यो सोल्टिनी नभन्नु है बिगारिदिन्छ सोल्टिनी टेडी कस्तो म एउटा चाहिँ चम्चिलो नभएर मुखले हातले गम कि गम दिँदैछ यहाँ बेरिया आइज खाइ आइज पनि यता ए सकिएछ नि तिते खान आएको दुईजना मिलेर जामा लगाएको रहेछ नि त बेरिया यता के हो त खाँदाखेरि अस्ति नै पनि त त्यसै गरी जान्ने हामीलाई बाहिर बाहिर लुकेर खानुभन्दा बरु यसरी सबैको सामु अगाडि खाने बेस्ट हो नि हाम्रो डोले त कराएरै ल यहाँ चाहिँ फेरि पनि धमाधम खानेकुराहरू खान गइराख्नु भएको छ हाम्रो सोल्टिनी दिदी बहिनी तथा छोराछोरीहरू भान्जा भान्जीहरू सबैजनाले होइन अहिले कति बज्यो 10 बज्नु आँट्यो होला नि ठ्याक्कै अब साँच्चीकै यसरी हेर्दाखेरि त ठ्याक ठ्याक भइरहेको हुन्छ हौ घडी हेर्दाखेरि क्या ए हो र जामा लगाएछ दुवैजनाले छिटो छिटो नखाऊ बिस्तारै खाऊ अहिले अड्केला फेरि मेरो भेनाहरूलाई खानुहुँदैछ यता चाहिँ छोरीहरू यता चाहिँ भान्जा भान्जीहरू यता चाहिँ सोल्टिनी हुनुहुन्छ यता चाहिँ हाम्रो मुना दिदी हुनुहुन्छ खोर्सानी खानु नि सोल्टिनी ए हो यता चाहिँ हाम्रो बुहारी नानी मेरो एक्लै बुहारी एकलौती बुहारी नानी र साथीहरू म चाहिँ यहाँ छु होइन म पनि खाना खानु पर्ने हुन्छ अब भोक लागिरहेछ मलाई चाहिँ यता फेरि मोबाइल नहेरी भातै रुच्दैन फेरि न मोबाइल नहेरी के भन्नु होइन अनि न मोबाइल नहेरी भात रुच्दैन मोबाइल नहेरी गु पनि आउँदैन मोबाइल नहेरी भात पनि रुच्दैन भनेको चाहिँ है मैले ए अनि अब बाँध्नु के भन्छ के भन्नु खोजेको हो कि भनेर यो फेरि त्यस्तै छ यसले झन् बिहानदेखि बेलुकासम्म नै हेर्छ मोबाइल पायो भने तर्सेको हेर न फेरि साथीहरू ए हो र कोही भित्र कोही त छुटेको छैन नि हेर्न गरौँ त मेरो छोरी र नानी चाहिँ सुतिरहेछ है भदैनी चाहिँ एउटा मक्ख परेर खान्छु खाना अब म चाहिँ कोक खाएको थिएँ कि फेरि गएर घाँटी बस्न थाल्यो अब औ कोक के सानी ल साथीहरू हामीले चाहिँ खाना पनि खाइसक्यौँ होइन हल्का गफसफ गऱ्यौँ ओऱ्यौँ अनि अब चाहिँ अब हजुरसँग पनि बिदा माग्नु पर्यो नि त मैले भनेर फेरि ब्लग स्टार्ट गरिरहेको छु
यति भन्दै हजुरसँग चाहिँ बिदा माग्छु ल। यदि हजुरहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने छैन भने सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला भन्दै होइन हामी चाहिँ आमाजु बुहारी बिदा माग्न चाहन्छौँ होइन त के होला नि अब कि धान नाच्ने हो कि धान नाच्नु अरे ल ल बाई। मेरो चाहिँ एकदम घाँटी दुखिरहेछ है, खासै बोल्न पनि भइरहेको छ होइन। ल त्यति बेला बाई बाई।